Cheers. अघि नखाऊ भनेको है बुढी योसँग त 3 बोतल भइसक्यो हेर खानु र अब त हे तिमी टेन्सन नगरिकन सारा न टेन्सन नगरी है बुढी खेतलालाई चाहिँ फिक्का चिया रङ्गेर आफू चाहिँ यस्तो झ्याप्पै भइन्छ है अरे खेतलालाई मासु भात पैसा दिइरहेको छौँ त हामीले त्यो त ठिक छ कि बुढी तर यो अब खाएर बारी खन्नु चाहिँ सकिन्छ कि त सकिन्छ अरे यो बाजो यो बारी ढुट्टो हुन्छ ढुट्टो ल न त ल ल ल यहाँ चेस गर्नुपर्छ लु चेस ल बुढी छिटो छिटो खाऊ खन्नुपर्छ अब बेला भइसक्यो लु हिँड न हिँड लु हिँड हिँड त लु मलाई तान न कस्तो चाहन भनेको अघि त तिमीले त बारी बाँझो ढुट्टो बनाउँछु भन्दै थियौ त हौ बनाउनु पर्छ नि ल यहाँ छ क्या काँटा यहाँ मलाई त पुरा तिरिमिरी भयो त अन्त अरे अघि चाहिँ बारी ल यो मान्छे त अघि नखाऊ भन्दै टेन्सन नगरी सारा बारी मागा ढुट्टो हुन्छ भन्दै थियो त खै त लु छिजेर खर्च जानुपर्छ ल ल त्यसको बाजेको के खै अघि नखाऊ भनेको त्यत्रो टेन्सन नगर न खन्नुपर्छ क्या बुढाबुढी अब यो कसले लगाइदिने बारी बाँझो मैले तिमीलाई खनेको कि तिमीलाई मलाई खनेको तेरिका हो यो मान्छेले त मलाई त मर्या हो तिमीले मलाई किन धिजेको नखाऊ भनेको ल अघि मैले त्यत्रो तिमीलाई मलाई तान्छ कि भनेको उल्टा तान्नु भन्छ खै तेरिका हो लु उठाउ लु घर जाउँ तिमी सक्दैन सक्छौ खन्नु ढुट्टो हुन्छ अघि मैले भनेको नि त्यस्तो तिमीलाई लु खन न त खन खोइ तिम्रो फरुवा मेरो फरुवा छैन कहाँ पुग्यो मेरो फरुवा लु खनेको न लु 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 भयो घर जाउँ मैले अघि नखाऊ भनेको त्यत्रो खै उठ तिमी उठेर कस्तो गरेको हो लु घर जाउँ क्या सक्दैन खानु लु उठ त नखाऊ भन्दाखेरि मान्दैन खान्छु भन्छ टेन्सन नगरी हाल भन्छौ त्यस्तै हुन्छ नि अब नखाऊ भने यहाँ लु घर जाउँ काँटा कोदालो तिमी बोक्ने कि म बोक्ने तिमी डोको बोक्ने लु 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 सक्छौ कि डोको बोक्नु न काँटा कोदालो बोक म डोको बोक्छु लु लु अरे आउ न पहिला मलाई बोकाउ अरे बोकन हौ छ्या मैले नखाऊ भनेको त त्यत्रो लु आउ न मलाई बोकाउ बोकन हौ त्यति टोकन आँटु त हौ छ्या बोकाउ न मलाई उठ न हौ पक्रिदिरहेको छु त हौ त्यही हौ यता अघि नखाऊ भनेको हिँड न हौ छ्या मेरो उयो छोड्यो हौ काँचा हिँड न हौ छ्याट यता हो हिँड हौ
नानु नमुलाई अघि नखाऊ भनेको अघि नखाऊ भनेको सानो कुरो जो छिया